आज बजार हेर्ने हो भने सुरुमा नेप्सी इन्डेक्स हेर्दाखेरि आज बजार 2600 मा क्लोज भएको छ। 2601 मा एक अङ्कको वृद्धि 0.04% ले आज बजार बढेको छ र आज सुरुवाती चरणमा बजार निकै मजाले बढेको थियो, तर लास्ट आवरमा बिस्तारै पछि यो 11:30 12 बजे पश्चात चाहिँ बिस्तारै बजारमा गिरावट आयो। तथापि सुरुवाती चरणमा जति बजार बढेको थियो त्यो त्यति पनि घटेन भनौँ हैन। सुरुमा बढेको बजार लास्टमा चाहिँ घट्न सकेन, सामान्य अङ्कले भए पनि वृद्धि नै भयो हामीले हेर्दाखेरि। अब 107 वटा कम्पनीको सेयर मूल्य आज बढ्यो, जसमा ACL, BSL, ADPL, ASL, AKJCL, AKPL, ALBSL, त्यस्तै ANLB, API, अभियन, BGW50, BSDC लगायतको कम्पनीलाई तपाईले देख्न सक्नुहुन्छ। 142 वटा कम्पनीको सेयर मूल्य घट्यो, जसमा SPC, AKPL, ALICL, बरुण, BBC, त्यस्तै BEDC, BFC, BHL, BNL, BNT लगायतका कम्पनीलाई तपाईले देख्न सक्नुहुन्छ। आज सेयर मूल्य परिवर्तन नहुने कम्पनीमा कुनै पनि रहेन, सबै कम्पनीको कारोबार चाहिँ आज भएको तपाईले देख्न सक्नुहुन्छ। टप गेनरमा तपाईले हेर्नुहुन्छ भने OMPL लाई तपाईले देख्न सक्नुहुन्छ। आज यसको मूल्य 1381 पुगिसकेको छ। त्यस्तै HPPL पनि बढेको छ, KKHC बढेको छ, प्योर इनर्जी पनि आज बढेको छ, PPCL लगायतका कम्पनीहरू आज बढेको देख्न सकिन्छ। टप लुजरमा आज यो एउटा म्युचुअल फन्ड निकाको, त्यस्तै डोर्टी, PSHL, बरुण, त्रिशुली जलविद्युतलाई तपाईले देख्न सक्नुहुन्छ। टप लुजरमा धेरै टर्नओभर हुने कम्पनीमा BPCL, राधी, HPPL, NRN, NGPL लाई तपाईले देख्न सक्नुहुन्छ। टप भोल्युम आउने कम्पनीमा हेर्ने हो भने SHHL, त्यस्तै गरेर SHEL, NGPL, HPPL, जोशी, यो जुन पछिल्लो समयमा सर्किट लेभलमा बढिरहेका स्टकहरू थिए तिनीहरू चाहिँ पछिल्लो समयमा घट्न थालेका छन्। धेरै ट्रान्जेक्सन हुने कम्पनीमा प्योर इनर्जी, जोशी, SSHL, त्यस्तै SHEL, NGPL तपाईले देख्न सक्नुहुन्छ भने अब आजको मार्केट समरी, आजको समग्र कारोबार भनेको चाहिँ 5 अर्ब प्लसको भएको छ। 62,755 टोटल सेयर आज ट्रान्जेक्सन भएको छ। 1,38,18,559 सेयर चाहिँ ट्रेड भएको छ। 316 वटा स्क्रिप्टहरू आज ट्रेड भएको हामीले देख्न सकिन्छ। अब आज नेप्सेमा जाने हो भने पछिल्लो समयमा हामीले भन्दै आइराखेको यही नै हो हैन। यो एरियालाई बजारले सपोर्ट बनाउन खोजेको छ। हिजो पनि बजारले यही 2580 को एरियालाई सपोर्ट बनायो हैन। अब त्यस पश्चात आज बजारले के गरेको छ, आज पनि एउटा ह्यामर क्यान्डल बनाएको छ। अब आजको बजार चाहिँ रेटमा प्योरली ह्यामर क्यान्डल बनाएको छ हैन। रेटमा प्योरली ह्यामर क्यान्डल बनाएको छ। अब यो ग्रीनमा बनाइदिएको भए अझै क्लियर हुन्थ्यो, तथापि पनि अब यो रेटमा भएको कारणले गर्दाखेरि यसमा अलिकति 40-60 को चान्सेस चाहिँ रहन्छ। तर यो बढ्दो क्रममा यस्तो खालको ह्यामर क्यान्डल बनाएको भएर चाहिँ बजार माथि जान्छ भन्ने चाहिँ अलिक बढी प्रबल सम्भावना हुन्छ। बढ्दो क्रममा बनाइदिएको भए चाहिँ बजार तल आउँथ्यो। यो घट्दो क्रममा तलतिर आज बजारले उल्टो ह्यामर क्यान्डल बनाएको छ। त्यो हिसाबले हेर्ने हो भने बजारमा अब पोजिटिभनेस आउने सम्भावना बढी नै देखाएको छ। यो एरियालाई बजारले सपोर्ट बनाउन खोजेको चाहिँ मजाले हामीले देख्न सक्छौं। अबको वृद्धि पश्चात भनेको अब पहिलो कुरा त 2600 हाम्रो पहिलो वृद्धि भनेको 2650, त्यस पश्चातको माथि 2680 पनि अब हामीसँग छँदै 2690 को एरिया छ र यो एरियाबाट माथि भनेको डाइरेक्ट हाम्रो 2720 देखि 2740 को एरिया चाहिँ अबको हाम्रो ब्रेकआउट हुनेछ। र यदि बजारले यो एरियाबाट माथि बिस्तारै बजारले ब्रेकआउट गर्दै जान्छ भने बजारमा एउटा पोजिटिभनेस पनि आउने सम्भावना बढी छ। डिस्ट्रिब्युट र एकुमुलेटबाट सुरुवाती चरणमा डिस्ट्रिब्युट आए पनि आज एकुमुलेट लास्टमा सुरुमा एकुमुलेट आए तापनि लास्टमा अलिकति डिस्ट्रिब्युट आएको तपाईले देख्न सक्नुहुन्छ आजको बजारमा हैन। डिस्ट्रिब्युट र एकुमुलेटबाट हेर्दाखेरि
अब बोलिङ्गर ब्यान्डबाट हामी हेर्छौँ भने बोलिङ्गर ब्यान्डको मैले भनिराखेको छु यो बोलिङ्गर ब्यान्डको लोवर ब्यान्डलाई यसले सपोर्ट बनाउन खोजेको छ। यदि लोवर ब्यान्डलाई पनि ब्रेकआउट गरेर तल आयो भने अलि तलैतिर आउने चान्सेस रहन्छ। अब यो मिडल ब्यान्डको लोवर ब्यान्डलाई बोलिङ्गर ब्यान्डको लोवर ब्यान्डलाई यसले सपोर्ट गरेर गयो भने अब यही हो 2650 चाहिँ पहिलो सपोर्ट, सेकेन्ड सपोर्ट भनेको 2700 हामीले देख्न सकिन्छ। अब यसलाई पनि ब्रेकआउट गर्यो भने त्यसपछि हामीले नयाँ उचाइ पक्कै पनि देख्न सकिन्छ। अब अहिलेलाई भर्खर हेरेको अवस्थामा हामीले देख्न सकिन्छ। अब एमएसिडीको कुरा गर्ने हो भने एमएसिडीबाट स्टिल अब बजारमा सेल प्रेसर छँदै नै छ हैन, सेलिङ प्रेसर नै कायम रहेको छ। अब यो पछिल्लो समयमा अलिकति यो सेलिङ प्रेसर आउनुको पछाडि चाहिँ अब यो असार मसान्त पनि आउँदैछ बिस्तारै बिस्तारै। अब यो असार मसान्तको कारणले गर्दाखेरि अलिकति हैन ब्याङ्कको ब्याजहरू तिर्नुपर्ने, क्लोजिङहरू हुनुपर्ने भएको कारणले गर्दाखेरि पनि मान्छेहरूले अलिकति सेयरहरू बेच्न सक्छ अथवा सेयरहरूमा यसमा गिरावट आउन पनि सक्छ, असार मसान्तको प्रभाव देखिन पनि सक्छ। त्यो कारणले गर्दाखेरि अब असार मसान्तको प्रभाव देखियो भने अब बजार तल पनि आउन सक्ला अथवा चाहिँ अब अहिले यो विशेष गरेर यो युद्धको पनि विभिन्न हैन युद्धहरू पनि चलिरहेको छ। मार्केटलाई अब यस्ता कुराहरूले पनि असर पार्ने गर्छ। विशेष अब यो असार मसान्त क्लोजिङ अनि यो युद्ध विभिन्न देशको युद्ध अनि नेपालको चाहिँ तपाईँको राजनीतिक अवस्था हैन विश्वको राजनीतिक अवस्था यस्ता कुराहरूले चाहिँ मार्केटलाई प्रभाव चाहिँ पक्कै पनि पार्ने गर्छ। अब विशेष यो असार मसान्त चाहिँ अब सेयर बजारमा कटिहालेपछि बल्ल बजारमा चाहिँ फेरि मान्छेको इन्ट्रीहरू हुन सक्छ। अब अहिले चाहिँ यो क्लोजिङहरूले गर्दाखेरि अलिकति सेयर बेच्नेहरू बढी देखिन पनि सक्छन् र यो भनौँ न अब अलिकति प्रफिट निकालेर निस्किने अनि ब्याजहरू तिर्ने भन्ने हिसाबले पनि ठुला खेलाडीहरूले विभिन्न कम्पनीहरूलाई खेलाएर भए पनि प्रफिट खाएर हामी जस्ता सर्वसाधारणलाई डुबाउन सक्छ। त्यसैले गर्दाखेरि अलिकति सचेत चाहिँ रहनु पर्ने नै हुन्छ हामी सबैजना है, यो कुराहरू हामीले ख्याल गर्नुपर्ने हुन्छ। अब अरू त बजारमा मैले भनिराखेको छु। अब 1800 भनेको अब 1800 आउने भनेको रियर केसमा मात्रै हो। अब हैन 1800 आउने भनेको धेरै नै आयो भने यही अब 2400 को आसपासमा आउन सक्ने सम्भावनाहरू चाहिँ रहन्छ। होइन भने अब यो 2650 2500 भन्दा माथि नै अब 2450 भन्दा माथि नै बजार खेल्छ। अब यो 2700 को एरियालाई ब्रेकआउट गरेपछि त त्यसपछि 2700 मुनि पनि बजार नआउन सक्ने सम्भावनाहरू चाहिँ रहन्छ। त्यसैले अब मैले अहिले चाहिँ भनिराखेको एउटै कुरा स्ट्रेट के हो भने अन्ततगत बिस्तारै बिस्तारै हामी बजारमा पुग्नै हैन। बियरको चरण त हामीले पार गरिसक्यौँ। अब हामीले पार गर्न बाँकी भनेको त बुलको हो हैन। सो त्यो बुलको लागि अहिले हामी तम तयार हुनुपर्ने हुन्छ। त्यसको लागि अब बुलमा राम्रो प्रफिट कमाउनको लागि अहिले राम्रो राम्रो कम्पनीहरू किन्ने, बोनस दिने खालको कम्पनीहरू किन्ने अथवा चाहिँ हैन अब नबढेका स्टकहरू हेर्ने त्यस्ता खालका कामहरू गरियो भने चाहिँ पक्कै बजारबाट नाफा कमाउन सकिन्छ।